नयाँ दिन नयाँ भ्लग। आज फेरि हामी गान्तोक जाँदैछ घरको सपिङहरू गर्नु। यहाँ मेरो मिसेस चाहिँ फोनमै हेरिरहेको थियो। मैले चाहिँ फोनमा के हेरेको हो भन्दाखेरि अनलाइन सामान आएको रहेछ भन्दै थियो। ठिक्कै त्यस्तो भनिसक्दा मलाई पनि एटिएम गएर पैसा निकाल्नु याद आयो। भित्र मान्छे थियो अन्त म एकछिन बाहिर बसेँ अनि मेरो टर्न आएपछि मैले एटिएम कार्ड स्वाइप गरेँ। त्यहाँदेखि पिन हालेँ, त्यहाँदेखि ठ्याक्कै पैसा आयो। त्यहाँदेखि पैसा निकालेर सिधै गाडीमा बस्यो। अन्त फेरि हामी दुईजना गान्तोकपट्टि लाग्यो। एकछिन बस्नुहोस् तपाईँहरू भनेर माथि सिग्नलले साइन दिँदै थियो। एकछिन बसेँ। त्यहाँदेखि लालबजार पुगेँ, तर त्यहाँ पार्किङ एकदम फुल रहेछ। अन्त पार्किङ पाएको थिएन। बल्ल बल्ल लास्टमा चाहिँ एउटा पार्किङ खाली भएकोले गर्दा मैले त्यहाँ आफ्नो गाडी छिटो पार्क गरिहाल्यो। त्यहाँदेखि हाम्रो घरको सपिङ सुरु भयो। पहिला मेरो वाइफले सब्जीहरू किन्नु थाल्यो। सब्जीहरू सबै किनिसकेर त्यहाँदेखि यहाँ पानीपुरी खानु बस्यो। बुढीहरूसँग सपिङ आएको छ भने चाहिँ यस्तो हुन्छ, उनीहरू चाहिँ हातमा एउटा झोला, वेरस मेरो हेऱ्यो भने चाहिँ हातमा 3-4वटा झोला। यसो मुनि झरेको त चिनेको मान्छे देख्यो पर त। भरे छेउमा गएको त मेरो दिदी भेना भानिज मजाले आलु चिउरा बजाइरहेको रहेछ। त्यहाँदेखि मेरो वाइफले आइसक्रिम खान्छु भन्यो। अन्त आइसक्रिम खाँदै हामी माथि एमजी मार्गपट्टि हिँडेँ। झिक्मीलाई चाहिँ हामीले लिएर आयो किनभने झिक्मी चाहिँ माथि केएफसी खानु जाने भन्दै थियो। त्यहाँदेखि हामी हिँड्दै माथि वेस्ट पोइन्ट मल पुगेँ। वहाँ चाहिँ 1-2वटा लुगा हेर्छु भनेर भित्र सपिङ गर्नुपट्टि लाग्यो। अन्त हामी दुईजना चाहिँ अल्छी लागेर भोक पनि लागिरहेको थियो। अन्त बसिरहेको थियो। फाइनली हामी माथि फुड पोइन्ट गयो। अनि त्यहाँ हामीले केएफसी डोमिनोजहरू मगाएर हामीले खानु थालेँ। झिक्मीले जुस खान्छु भनेर झिक्मीको लागि जुस लिएर आएँ मैले। मेरो वाइफले मन्चुरियन चाहिँ पिरो भएछ, सादा बनाउनु पर्ने थियो भन्दै थियो। फाइनली हामीले आफ्नो लन्च खत्तम गरेँ। त्यहाँदेखि अब हामी हिँड्नु लागि रेडी। त्यहाँदेखि हामी हिँडेँ। लन्च गरेपछि चाहिँ म र मेरो वाइफ चाहिँ अलिक स्ल्याक भयो, बट झिक्मी चाहिँ एकदमै एनर्जाइज भएको जस्तै ऊ एकदमै एक्टिभ भयो अहिले चाहिँ। त्यहाँदेखि दुईजनाले आइसक्रिमहरू खायो। अन्त झिक्मीलाई आइसक्रिम कस्तो रहेछ भनेको, मिठो रहेछ भन्दै उसले इन्जोय गर्यो। त्यहाँदेखि हामी अब घरको लागि हिँडेँ। फर्किँदै गाडीमा यसो हेरेको झिक्मी त निदाएछ गाडीमा। सो यो भ्लग यतिमै राखौँ। बाइ बाइ एभ्रिवान।